यो हिउँदे सिमीलाई हरिकला दिदीलाई है यो चाहिँ यो हिउँदे सिमीलाई बोल्दा बोल्दै सरर के भयो तिमीलाई शिरमा रिबन सल्को पछेर। हेलो साथीहरु, हजुरहरुलाई स्वागत छ शर्मिला अफिसियल युट्युब च्यानलमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। मेबी म पनि ठिकठाक छु। देख्न सक्नुहुन्छ आज चाहिँ म कहाँ हिँडेको छु त बच्चाहरूसँग भन्नुहुन्छ भने म चाहिँ आज हाम्रो चाहिँ अब बर्खा लाग्यो नि त, त्यही भएर म चाहिँ परिमा हिँडेको दिदीकोमा। अनि म चाहिँ घरबाटै स्टार्ट गरेछु। घरको मुनितिर ठुलो चिलाउनेको बुट्टाबाट र देख्न सक्नुहुन्छ। अनि मैले चाहिँ यहाँ थोरै अस्ति मैले रोप्दै थिएँ कोदो, म चाहिँ गोराती मेला बनाएर नि रोपेको छु। गोराती मात्र गाडेको थियो बिउ अनि रोपेको छु। अनि आज चाहिँ को आउनुहुन्छ त, कस्तो हुनुहुन्छ दिन हामीले कसरी बिताउने छौँ त, सो तपाईँहरूलाई देखाउने प्रयत्न गर्नेछु। र सो त्यसको लागि चाहिँ अन्तिमसम्म भिडियो हेरी माया गरिदिनु होला। हेलो नमस्ते गर्नुहुन्छ सबैलाई। नमस्ते भन्नु ल हिँड्नु हिँड्नु ल त साथीहरू। म चाहिँ उही तल गएर देखाउँछु है त। ल को आउनुहुन्छ त सबैलाई मेरो च्यानलमा देखाउने छु। र दिउँसो के कस्तो हुनेछ तपाईँहरूले चाहिँ देख्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ मेरो भिडियो पुरा हेर्नुपर्ने हुनेछ। ल त साथीहरू, म चाहिँ हिँडेको कि हामी चाहिँ हिँडेको छोरीमा पुगिसकेको छु। अनि आजको वातावरण भन्नुहुन्छ भने साथीहरू यस्तो दामी गरेको छ कि होइन, भ्यूहरू यस्तो खतरा देखेको छ। सो यो चाहिँ पारी ढापुङ बुकेनी, यताको बुकेनी यताको ढापुङ अनि यताको मुसुङ रहेको छ। अनि यता चाहिँ मेरो बारी भइहाल्यो अनि यता चाहिँ मेरो घर भइहाल्यो। यो चाहिँ मकै छेकेको छ, मेरो भाले बाँसेको सबरै भाले हामी चाहिँ गएको। ल त साथीहरू, हामी चाहिँ हिँडेको अनि देख्न सक्नुहुन्छ। आज चाहिँ मैले खतरा बवाल बनाउने कोसिस गर्नेछु, प्रयास गर्नेछु है भिडियो। सो कस्तो हुनेछ तपाईँहरूले देख्न सक्नुहुनेछ। गर्मी फेरि एकदम भन्नुहुन्छ बिहान पखमै आज चाहिँ गर्मी एकदम धेरै लाग्यो कि। अनि यस्तो बिहानै पखमा फेसहरू यस्तो पसिनाले है चिल्दै भएको छ मुख पनि। मेरो छोरीहरू हिँडेको छन्, मेरो ठुलो छोरी र सानो छोरी। हेलो, हामी चाहिँ आज कोदो रोप्दै गिराउँदै है तपाईँहरूलाई मनोरञ्जन दिने कोसिस गर्नेछु। र अन्तिमसम्म भिडियो स्किप नगरी हेर्नु होला भन्न चाहन्छु है त। म चाहिँ हिरो हेर्दै गर्नु होला। साथीहरू, म चाहिँ बारीमा आएको छु सिमी टिप्न। यसरी देख्न सक्नुहुन्छ सिमी टिप्न आएको छु। अनि दिदीहरूले चाहिँ गइसक्नु भएको रहेछ। अनि ल तिमीले चाहिँ सिमी टिपेर ल्याऊ, भैँसीलाई घाँस हाल्दैन हो, म चाहिँ आइसकेको छु भन्दै हुनुहुन्थ्यो। म चाहिँ सिमी टिप्न आएको छु साथीहरू, देख्न सक्नुहुन्छ सिमी है। अनि म चाहिँ सिमी टिपेर जानुपर्ने हुन्छ घाँस पानी गरिदिएर। सिमी यस्तो दामी भएको छ, यता पनि देख्न सक्नुहुन्छ। ल हेर्दै गर्नु है त साथीहरू। म चाहिँ सिमी टिपेर अनि तपाईँहरूलाई म कन्टिन्यू भिडियोमा जोड्नेछु, हेर्दै गर्नु होला साथीहरू। अहिले भने एकखेरो के ल त साथीहरू, म चाहिँ के भेट्दा यहाँ देख्न सक्नुहुन्छ। के भेट्यो इलाफिङ वा यो चाहिँ नाको कोही काटेर अनि पैसाहरू निकालिरहेर पनि यहाँ फालेर दिएर मेला म चाहिँ कुनै छोडेर राखेको छु। अनि जराको टिपेर ल्याऊ है, माथि माथि नछ भन्ने भन्दै थियो। जरामा खासै छैन रहेछ। म चाहिँ हेर्दैछु जराको, जरामा चाहिँ यस्तो छ। ल त साथीहरू, मलाई त बोर लाग्यो एक्लै है गर्मीमा। अनि सिमी टिप्दै गाउँदै गरेको छु, के गर्नु। सिमी देख्न
सक्नुहुन्छ। सिमी टिप्दैछु, त्यति बनाइस भ्याएँ। अब कति टिप्ने हो, अब बाक्लै छ न त, तर जरामा चारा भन्दै हुनुहुन्थ्यो दिदीले चाहिँ। अन्त यस्तोमा टिप्ने हो भने त भर्खरै टिपी भ्याउँथेँ। अनि धेरैजना आउनुभएको छ होला खेतला पनि, अनि पुग्दैन कि, अनि अत्कलेको जति अलिक बढाए त लग्नु पऱ्यो। त्यही भएर चार्दैछु साथीहरू जराको। अनि अहिलेको त्यो एकदम भाइरल के भन्छ क्यामेराले राम्रो भएको छ, त्यसले सँगै छ ढाक्नु चाप दिने कि ढाक्ने सँगै चाप दिने कि हो त्यो एकदम धेरै मनपर्ने हो। सोल्डरको त्यो राम्रो लागि शब्दहरू त्यसै लाउनु छ सेलिब्रेट गरेर क्यान्सेल जुइटा र रिकास्ट गर्नुहुन्छ। मजा लाग्छ मलाई यस्तो आफ्नो कास्ट भएर जन्मदिन पाउँदै। साथी म दिना फोन गरेँ, कति पाउने अनि म दिना फोन गरिसकेपछि तपाईँहरूलाई लाने छु। रुममा चाहिँ भैँसीलाई पानी दिन लाग्यो। यो कालीले पानी नै खान्न हो, पानी खाके डु गरेर पानी थापेर लिए अनि पानी नै खाँदैन। छिटो खा काली काली। के छ काली? उयो त बाख्राहरू छ, यता चाहिँ यता काली छ। तनक्कै यो सबै पानी सकै, सबै पानी सक्नुपर्छ है। हस् हुन्छ, आँखा झिम्काइ हुन्छ भन्, हुन्छ भन् आँखा झिम्काउ। यो तेरी यसले मलाई निकै मान्दैन हो, किनकि वो कराई ल त यसले पानी खाएन। पानी थाप्नु मात्रै भयो, बाख्राहरूले खान्छन् कि के लाउनु हजुरहरूले खानुहोस्। खानु ल यस्तै राखिदिन्छु अहिले। ए लौ घाँसहरू पनि अब दिनैभरि तिम्रो खसमा आउँदैनन्। अब दिनैभरि यही खाएर बस ल। ल पुन्टी ओ पुन्टी ल यही खाएर बस ल। यो ओखललेको बोको मार्छ, लड्न हान्छ केही पनि, सानो छ पनि लड्न बसिन्छ, जोसिलो छ। म चाहिँ घाँस हाल्छु अनि जानुपर्ने हुन्छ। यसले गर्नु एउटा साथीहरू म चाहिँ घाँस हालिदिएर अब हिँडेको। ल यिनीहरू चाहिँ अब घाँस खाएर उयो बेलुका अब ल बस है, बस ल निको म चाहिँ गएको ल बस। मेरो दुईवटा छोरी त अनि टुटुटु गइसकेछ, भिरालो छ। अनि ल त साथीहरू हेर्दै गर्नु ल। म चाहिँ हिँडेर अब स्टार्ट गर्छु, बाटोमा देखाएन। अब एकछिन ढिला पनि भइसकेको छ। म घरीमा तिर्न जाने होइन, लगाउन जाने हो। अनि त्यही भएर म चाहिँ बिस्तारै नानीहरूसँग हिँड्दाखेरि ढिला भयो। ल त हेर्दै गर्नु है त। मेरो छोरीहरू चाहिँ कहाँ पुग्यो होला भनेको देखिन सक्नुहुन्छ। देखाउँछ है डुङ्गुरी अन्त बहिनीलाई किन बोकेको राख, म बोक्छु। तिमी सानी भएर नि बिचरा मेरो छोरी ढाउवा छैन अरे बहिनीलाई। म त दुखुर्दै आएँ अनि मेरो छोरी के कहाँ पुग्यो लान्नु भनेर हकालेको त। लुरुङ लुरुङ बहिनी छैन पुगेर। नयाँमा देखाउँदैछु होइन। यस्तो बाटो बिग्रेर अनि यस्तो जाम भएर बसेर अनि कोलादेखि परसम्म यो चाहिँ सबै ठिक पहिला एरिया हुन्छ, देख्न सक्नुहुन्छ। अलिकति तातो जुन गरेको अहिले दिइहाल्छ होइन। त्यस्तो भएको रहेछ है बाटो चाहिँ। अनि चाहिँ मेरो छोरीले पहिला बोकेर टकी गरेको थिएँ। बहिनीले टोक्यो होला है, यिनीले गेला दिँदैन बहिनी बोकेर आइपुग्छ। अनि त्यो भन्नमा
नै 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 खै त मम्मीहरू जानुभयो मम्मीहरू जानुभयो अनि त्यो म्याटिस किन चेटेको नि किन चेटेको त्यो म्याटिस अनि त्यो बम पट्किन्छ भनेर चेट्ने त त्यो नि नाटले रोएको फोरी छि अहिले धेरै फोरी चाल नलाएर पिदिमला ओइ सुहाना अबे भनिदिन्छु के गरेको यो पारा म्याटिस यस्तो राम्रो नयाँ म्याटिस टोकेर अनि बम पट्किन्छ अरे के त खाएको ल त साथीहरू म चाहिँ अब बारीमा जानुपर्ने हुन्छ एक्लै त्यहाँ गरमै भयो साथीहरू गर्मी भैया हो गाइजहरू अरे दिदी ओइ दिदी हेलो यति हो हेर्ला ऊ घरको दाउ खन्नाउने हो खन्नाउने हो खन्नाउने हो हामी त नानी हराएर बिचे खुद्दा अरे हेर त सबै त माथि नै अरे माथि एकदिन हकान्न छुट्यो नि प्रभु दिदीले हकान्न छुटाउनु भएको छ नि यही त होला भन्ने पो रोएर हकान्ने र ए हुड्डाहरू सबै ओ कोही उठा त्यो दुईटा भाइ उता दुईटा यता दुईटा 6 7 8 दिदीसित 9 बाजे नि आउनु भाइ नबोल्ने र का हामी त के उयो सुटाएर रानी बोलाएको अझ यस्तो त हाम्रो रोहनीले त्यस्तै गरेर छामा उस माथि गरहेछ छामाकोमा घरि खर्सुन बानी त्यहाँ खनिम टिप्न गरहेछ एकचोटि फेरि त्यही दुःख दियो एकछिन हकार्न थियो रोशनी भन्छु माथि सुत्छु नरोइदिए भाइडन्डे पनि झन् हकार्न सुत्यो त्यसै छाती पिटी रुन उठ्नुहुन्छ त हामी त अब भित्र हक्यो अन्त भित्र यसो गर्दै आज बोलाले हाम्रो आमालाई किन नहोस् मलाई माथि घर जान्छु त बुढिया घरतिर जस्तो लाग्छ त त्यसै रोएर हकार्न छुटाउने बुढी कानेले फेरि नबोल्ने क्या न सबै डुगरी चट्नी आएको थियो जनता म त झन् त्यो भित्र बोलाएको त्यहाँ टरेर आउने नि छ कि भने
तिमीहरू चाहिँ सुताएर गएको त्यो नभएतिर हुन भाइ पर बाय ओराले त हरा कोले बोल्न पर्दैन म त आज काहीँ छैन कर म त रोनु कस्तो भयो म चाहिँ धन्न ढलिन आँटे काम म त कोही फेरि हकानेर रोएर मलाई रुन के कस्तो भयो नकरा कहाँ गएको लाटले लग्छ एक्लै एक्लै हिँड्नुहुन्न है मम्मीलाई रुवाउने गराएर हकान नछुताएर नि अब यस्तो नगर्ने हस् हस् ए सबै हुद्दाहरू खोज्न गयो इच्छुक्यानी मान्छे नि अब नहिँड्ने ला हस् हस् भनेर ल जामिन हिँड मम्मी ठ्याएको मम्मी हुद्दाएको बाबु पछि पछि हरायो भनेर एकछिन नरोइदियो भने त हुन्थ्यो नि त्योपट्टि हकान नसुतेर नि खालेर गयो भने हुन्थ्यो सीता दिदी एउटा मुखाउटे दिदीहरु खाउनु होला कोही छैन सही साथी भुइँमा हिँड्ने मैमाथि फुल खसेको गाडाको कोठीमा ढिल बसेको नानी हरायो है बर्खामा नानी हरायो हाम्रो ब्याट्री कमजोर रहेछ घाँटी कमजोर हो
बर्खा लागे खस्ला फेरि दिल रे अनि यत्रो तिर पाटी लागे खतरा खन्नी रहेछन् के रातिमा त पिराती फुल घाँटी त पहिले खरेन हुन्छ है राम्रो सुनिन्छ है त्यो बजेको स्वर राम्रो सुनिन्छ के रे बर्खा लाग्यो झ्याउकिरी करायो तिम्रो मेरो भेट हुने हरायो भन्नु त दिदीमा चर्कोमा बर्खा लाग्यो झ्याउकिरी करायो तिम्रो मेरो भेट नै हरायो फुल खसेको गाईको कोठीमा ढिल बसेको भिडियो रेकर्ड राखा नि गाईको कोठीमा ढिल बसेको हामी त छिटो पो रहेछौँ हामीले स्वर त अनि नगरे राम्रो भएर राम्रो मान्छेले स्वर तान्छन् नि मलाई रे निकाल्नै आन्न वा सीता दिदी निकाल्नुहुन्छ गीत गाउनु न तारा खसेको मेरो छोरी रोइनी नहराउन् क्या एकले बाबु समीर लिएर आऊ गाईको कोठीमा ढिल बसेको जरा सरा अन्ना गरे त्यो टुप्पा त्यही दिला बसेकोमा हरिबन हरियो रुदा रुदै पोखरी भरियो भन्नु त ओ खरी भरियो खसेको गाजाइमा यत्रो केटीहरूले एउटा टुङ्गा नझिकेको बेद्री तोकेर हाल्न त टुङ्गा कोइले एउटा कोइल आगो हालहरू ओहो फुल खसेको गाईको कोठीमा ढिल बसेको
गालीको कोठीमा निलो बसेको बाबु उ त मोबाइलमा रेको छ लजाउ अनि हुन्छ त अनि यहाँ एउटाले नि तुङ्गा हाल्दैनन् त जाऊ नि उहाँ लगेर तिमी जाऊ बनाऊ ल गीतले हान्दिएको रे झिकिला नि तुङ्गा गीतले भनिदिइहाल्यो यत्रो जना भएर तुङ्गा मिलाउन भन्दा अब माइलीले मेरो पो डोरी हुन्छ कि जसले जानिन्छ त्यही हो का गीत भनेको कतिको हुबिचा आछ छोड्दिन सानो डोरे जानेकोले किन्यो के खनी देऊ जरा टुपा मिलाएर भनी देऊ बिउ खानु त दिदी खसे ओ दिदी बिउ गालीको कोठीमा निलो बसेको आयो ए तकमे किन आइबीहरूको नानी हुर्किन लाग्यो न बल्ल कोठी भन्दै बारी नभएपछि त त्यही नानी कहाँ जान्छन् कहाँ डुक्रिन्छन् कहाँ हरान्छन् भन्दै हिँड्दै त ओके नानीले थियो भने कोठी भन्छन् नानी भन्नु कोठी हुन्छ नभएर हुन्छ कोठीमा निलो बसेको सेको कोठीमा निलो बसेको यो गीत जरिगा उठी घाँटी वारिने रमा वारिन्न नि वार्न पर्यो त दिदी अब वारिन्छ नि अब कोही लाउरे आएर नि वार्न पाइयो होइन नि हामी त जानिन्न लाउरे आइन चाउरे आइन के काम लाउरे हाम्रो गाले आएपछि भजन गान भजन गीत गान्न हो दुईटा भजन आनी भन्दा पैसा धेरै हुन्न रिसान्छन् सबै कहाँ हिँडेछ सबैमा हिँड्न पर्यो पैसा मैले बैठकमै लिइदिन्छु अब तिमीले हामी हाम्रो आमासम्म आनु सायद ठुलो आमासम्म आन्छन् ठुलो आमासम्म आयो ठुलो पैसा भन्छन् अनि कहाँबाट हुन्छ र जापानबाट आएपछि त यसो सरे पढाइबाट आएको मान्छे मन्दिरै बसेको मेरो त घाँटीले हुन्न क्या ल म फर्काउँछु ल म भने एउटा ल आन्टीतिर फर्काइदिनु गाजैमा कान्छी तिम्रो नाम के हो
उता सिकाउँछु यताको मलाई सिकाउनु ला हजुर कोठीमा बसेको भन्दिनु न आन्सर केटी दुईटै हो कोठीमा दिल बसेको चारमुरी आन्छ के ईश्वरीसम्म त आन्थ्यो होला चारमुरी आन्छ के हाम्रो मेरो रोप्दानी गीत आउलाई खरखतिर परिमलानी अब गीत गानी नि मैले त छोपिनु त्यो गाउन न त परिमलानी भने त गाइहाल्नु नि परिमलानी भने एको कोठीमा दिल बसेको गीत गाएर दिल बसेको कोदो रोप्दा लाएको पिराती चुट्याउ तोरी हिउँदे ठान सँगसँगै गोरेको बिर्स्यौ तिमीले पछ्यौरी ओढेको फुलमा मौरी डुल्ने बेलामा कोदो रोप्दा लागेको पिराती छुट्यो टोरी फुल्ने बेलामा कोदो रोप्दा लागेको पिराती छुट्यो टोरी फुल्ने बेलामा
जाऊ सुताबाट मेरोबाट के ल बजे हाम्रो बजे आउनुभयो अब 2 बजेको जान्छ ओइ 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 किन मेरो छेउमा आउनु पर्यो जानु ओ सिस्नो छ त्यो हेर्नु घोडा घुरे दुखो खाँदै किन चाहिँ यहाँको चिसो बढिरहेछ गरे रच गर उका हिजोको पानीले गाउनु त एउटा बोजे मन छुनी अघि सिकाउनु भएको थियो मलाई टुक्का के अरे बोजे भाषै आउन त नि मलाई त नआए नि म छोप्छु ल हटे टुक्का भनिदिनु त यहाँ सबैले हेर्नुहुन्छ भन्नु न भाषै आउन नि त भाषा नआए हामी दिदी र म जिन्दाबाद ल भन्छ टुक्का भन् कोठी भन्ने गालेको कोठीमा ल रे हिरा जस्तो सारा छ तिम्रो मुहार अब मैले बिर्सु कसरी सलललललल बजाइ टुक्का अब मैले बिर्सु कसरी भाइ राम्रो हुन्छ के बजे हेर त रात्र पिरो भएर बुढी काट्ने साथी सँगै भेटको आज हो भेट भएको आजै हो भेट हुने सारा दिन पानी शिरमा रिबान सल्को पछ्यौरी हिरा जस्तो सारा छ तिम्रो मुहार अब मैले बिर्सु कसरी बजे चक जाओस् त जाऊ छोरा अनि बजे अर्को एउटा अघि मिठो टुक्का जाओस् ल आउनु का मनमा त आउँछ नि आउँछ का भन्नु त के भन्छ मनमा भएको मनमा त भएको बोल्न नआएको मनमा भएको के रे नआएको बोल्छु भन्दा आया मनमा भएको बोल्दैन नभएको बोल्छु भन्दा गीत गाउन नआएको त्यही हो त्यही भएर आएँ नि म मान्छु है ओह्रालो है रिया मान्छु न त्यही रिया हामी यता हान्ने मन रानीको सारा खोलभिजो मारुडा शिरमा रिबान सल्को पछ्यौरी हिरा जस्तो अरे बस सुर लगायो भएका हुन्छ चकाला छोरा ओ जेठी ढिङबाट चक जा
सरी बरै अब चाहिँ ल टुक्का सिकाइदिनु त मलाई म भनिहाल्छु ल अब के भनेर सिकाउनु भनिदिनु न बोजू है ल ल छ मलाई सम्झना मेटिँदैन आगोले नजल्दै ल त्यो त मिलेन मिलेन छ मलाई सिलेन हजुरको गीतै मिलेन सम्झना सम्झना मरे पनि आगोले जलेन मेटिँदैन सम्झना सम्झना मरे पनि आगो जल्दैन आगो जल्दैन मरेसित आगो जल्यो नि छोरा ल बहिनी लगेर जाऊ म रोप्न जान्छु ल ल हेर नि निदाएर आउँदै सिस्नोले बोले मेरो चपल कान्छ कान्छ अरूले गरे नि कटी खाएको दु यो नबोला न तिमी गीत गाउनु ल आएको बेलामा नि बोजे चक हालेको है जस्तो सारा तिम्रो मुहार अब मैले बिर्सु कसरी भरै अनि म एउटा थोरै गीत सिक्छु ओ मम्मीलाई सिकाउन जाऊ हेर न कस्तो छ मेरो मनमा पिर परे जस्तो छ अल्लाह कस्तो छ मनमा पिर जस्तो उता र यता भयो ल म भन्छु है मिल्छ मिल्दैन हेर त भयो त यो छोरीको करीमा यस्तै छ करीमा यस्तै छ के भन्नु र सारा जिन्दगी त्यस्तै छ शिरमा रिबन सल्को पछ्यौरी छ तिम्रो मुहार अब मैले बिर्सु कसरी भरै मेरो पनि त्यस्तै हो दिदी त्यस्तै नभएर कस्तो हुने त उस्तै शिरमा रिबन सल्को पछ्यौरी हिरा जस्तो सारा जाऊ र छोरा जाऊ छोरा ल भयो ल अब घर जाऊ त घर गयो नि उनी मैले घर गएर भैँसीलाई घाँस हालिदिए नि उनी
ल भएको छैन ओ समीर बोइन लगन त अब मैले बिर्सु दिदी ल बाई बाई गर्नु अब राखेको बाई बाई बजा अहिले देखाउँछु बाई बाई गर्नु नानीलाई भिडियो लाइन्छु ल ल सबैले बाई बाई भन्नु ल त बाई बाई